भन्नु पर्दैन, हामी आफै आनन्दित भइरहेका हुन्छौँ। तर हाम्रो जीवनमा बिग्रेको अवस्थामा, भत्केको अवस्थामा आनन्द गर्ने कुरालाई म तपाईँको बिचमा भन्दैछु। आनन्द भनेको छान्ने कुरा हो। फिलिप्पीको पुस्तक 4 अध्यायको 4 देखि 6 मा तपाईँले देख्न सक्नुहुन्छ। त्यहाँनिर पावलले भनेका छन्, अनि प्रभुमा सधैँ आनन्द गर, फेरि म तिमीहरूलाई भन्दछु आनन्द गर। अनि तिमीहरूको सहनशीलता चाहिँ सबै मानिसहरूलाई थाहा होस् कि प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र बिन्ती सहित तिमीहरूको प्रार्थना चाहिँ धन्यवाद सहित परमेश्वरमा जाहेर हुन्। अनि परमेश्वरको शान्तिले तिमीलाई भ्याउनै नसकिने शान्तिले यसोमा तिमीलाई रक्षा गर्नुहुनेछ। हालेलुया। त्यहाँनिर पावलले के कसरी भनिरहेका छन् मण्डलीलाई भन्दाखेरि, आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर। हामी गाउँछौँ त, प्रभुमा सधैँ आनन्द गर, म फेरि भन्दछु आनन्द गर भनेर हामीले गाइरहेका हुन्छौँ।